सम्पूर्णलाई नमस्कार। यो लाइभ धेरैभन्दा धेरै सेयर गरिदिनु होला। एउटा म ओडाको सिफारिस लिनका लागि ओडा कार्यालय आए। ओडा कार्यालय आउँदै गर्दाखेरि एउटा सिफारिस चाहियो मलाई। अङ्कल हामी एउटा संस्था दर्ता गर्दै थियौँ भनेर तैँले जनप्रतिनिधि बोलाउनु पर्छ, तेरो हो यो ओडा, तू जहाँ जान्छै जा यो ओडामा। के अरे जतिले पनि सेयर गरिदिनु होला, किनकि मैले रासोपाको कहिल्यै पनि प्रचार गरेको छैन। यो रासोपाकी हो कि भनेर त्यो शङ्का लिएर मलाई यो ओडाबाट सिफारिस दिनका लागि मैले यस्ता यस्ता शब्द बोलेका छन् वडा अध्यक्षले। मैले कहाँ जानुपर्छ न्यायको लागि। म र निता, मेरी साथी निता आछु, मलाई यसरी यस्ता शब्द बोलेका छन्। यो वडा अध्यक्ष अङ्कलले 2 दिन गरिसक्यो यस्तो मेरा लागि। क्या लिनुपर्छ, कस्तो लिनुपर्छ, विधानको हामी भोलि ल्याएर आउने अङ्कल भन्दै गर्दाखेरि तैँले यो ओडामा गर्नु पर्दैन, जा गर्छ गर भनेको छ। किनभने जति पनि मिडिया साथीहरू हुनुहुन्छ प्लिज तपाईँहरूलाई यस्ता शब्द बोलेका छन् कि मलाई घुमी खाने फेरि खाने पनि भने छ, भिडियो छ। तँ घुमी खाँदी, तँ फेरि खाँदी भने जब मेरा बुढाले मेरा श्रीमानले भनेको छैन भनिदेऊ त नि त। यसो हामी यो ओडा कार्यालय आएको गौरीगङ्गा नगरपालिका 6 नम्बर ओडामा अब यसो आफ्नो व्यक्तिगत खात खोल्न आएको हामी। यो के अरे संस्था खोल्न आउँदाखेरि चाहिँ अब यस्ता यस्ता शब्द बोले ओडा अध्यक्ष होइन, अब भनेर नि साथै गरे यस्ता कुराहरू। अनि घुमेर खाने फेरेर खाने, जता घुमेर खाए पनि उतै जान त उतै बनाइ माग्ने। जबकि यहाँको नागरिक भए पनि कहाँ जाने, कहाँ बनाउने। यहीँकै नागरिक 6 नम्बरको ओडा भयो भने त अर्को ओडामा जाने सम्भवै छैन, बनाउनु मिल्ने छैन होइन। यस्तो बोले यहाँका ओडा अध्यक्षले। अब के भन्ने, अब भनेर नि साथी छैन, बिचरा ऊ यसरी बसिरहा। जबकि आफ्नो श्रीमानले बोल्यो भने त राम्रो लाग्दैन यस्ता शब्दहरू भने होइन। एउटा व्यक्तिले अर्को व्यक्तिले यसो भन्दाखेरि कसलाई राम्रो लाग्ने हो, लाग्दैन। मेरो लोग्नेले त मलाई एक शब्द त्यो त यस्तो भन्नु चाहिँ छैन। यिनलाई चाहिँ कडाभन्दा कडा कारबाही गर्नुपर्छ सबै मिलेर होइन। आज एकलाई रुए भोलि अर्कालाई रुवाउँछ यिनले। त्यही भएर चाहिँ हजुरले सेयर गरिदिनु होला। 100-200 जना हेर्दै हुनुहुन्छ, सेयर गर्नु, जति पनि सेयर गरिदिनु होला। एउटा यस्तो हुम्बिएको एउटा समाजसेवी व्यक्तिलाई त यो हालतमा ल्याउँछन् भने नेपालमा अरूको कस्तो होला होइन। अरू मान्छेको, अरू व्यक्तिको भनेपछि यस्तो छ हेर्नु यहाँको। अब कहाँ जान्छन् दर्ता गर्न, कहाँ जाने। अब ओडामै त गर्ने होला, आफ्नो ओडामा जहाँ बस्यो त्यहीँ मलाई भन्नुपर्ने, मलाई यो गर्नुपर्ने त्यो गर्नुपर्ने भन्ने कुरा गरे कि यिनले नाना थरीका भने। घुमेर खाँदी, मेलबिलामा जाँदिन, यो गर्दिन त्यो गर्दिन अरे। हेर्नु सबैलाई नमस्कार। मैले एउटा संस्था दर्ता गर्नका लागि ओडामा आएको थिएँ। मैले कहिल्यै संस्था दर्ता पनि गरेको थिएन। पहिला हेमाश्री फाउन्डेसन गर्दाखेरि केही भनेन, सिधै सिफारिस गरिदिएको थियो। अनि मैले त्यसै होला भनेर हामीले माइनिटिङ गऱ्यौँ। हामी 5-6 जना जति पनि 9 जनाको टिमले माइनिटिङ गर्दै गर्दाखेरि म आएँ। अनि के चाहिन्छ अङ्कल, मेरो यसो गरिदिनु, एउटा तोप लगाइदिनु भन्यो। सल्लाह लिनु पर्दैन, जनप्रतिनिधि भइसकेपछि भन्यो। अनि अङ्कल जनप्रतिनिधि भएपछि सल्लाह लिनुपर्छ, तल सिग्नेचर गर्नुपर्छ अरे। अब भोलि त्यो गराउँला, विधि विधान भोलि ल्याउँला। अब अहिले निता आकी छ धनगढीबाट, तपाईँ एउटा सिफारिस गरिदिनु अनि भोलि चाहिँ हामी लिएर आउँला भन्दाखेरि मैले भिडियो बनाएकी छु। त्यति भन्दाखेरि त्यति भने हो, तँ घुमी खाने, तँ घुमी खाने, तँ फेरि खाने,
मलाई मेरा लोग्नेले त जब कि मलाई एक शब्द मेरा परिवारले मलाई यति सपोर्ट दिएको छ भने यो वडा अध्यक्ष को हो मेरा लागि, कोही होइन। वडा अध्यक्ष मेरा लागि एउटा खालि यिनी जनप्रतिनिधि हुन् यिनी मेरा लागि। अनि यिनले के भने आज मलाई यस्तो छ होइन दाजु, एउटा मैले संस्था म यतिसम्म मैले काम गरेँ हेमाश्री फाउन्डेसनको नामबाट। अनि एउटा वडामा संस्था दर्ता गरेर अनि सिफारिस के भन्यो भने जिल्ला प्रशासनबाट एउटा वडामा सिफारिस ल्याउनु अनि भइहाल्छ भन्यो। अनि एउटा तोक लगाइदिनु, अङ्कलले वडाबाट सिफारिस लिनुपर्छ भने 9 जनाको टिम राखेर रात दिनभरि म अनि एउटा सिफारिस गर्नको लागि मलाई सिफारिस गरिदिनु भन्दाखेरि तू घुमी खानी तू फेरि खानी कैलाली हो कैलाली। एउटा म जस्तो व्यक्तिले मैले अलिकता गरेको मान्छेले त वडा अध्यक्षबाट यति दबाब पाउँछु भने अरू बिचाराले कति पाउँछ होला। अनि मलाई घुमी खाने फेरि खाने के अरे यहाँको वडा अध्यक्ष टेकबहादुर कुँवर नै नगर। सबैले जतिले हुन्छ यो लाइभ सेयर गरिदिनु होला। तँ रासोपाको सपोर्ट गरी दुईटा जनप्रतिनिधिज्यू छन् यहाँ वडा सदस्य उहाँ हुन्। उहाँ पनि यो वडा अध्यक्ष यिनी जनप्रतिनिधिज्यू हुन्। अस्ति पनि मलाई खाना खाने ठाउँमा म खाना खाँदै थिएँ। खाना खाने ठाउँमा श्रीमती कुट्नबट्टी तिनकी श्रीमती तिनकी के अरे बुहारी पनि कुट्नबट्टी मैले चाहिँ यो सय मैले मेरा श्रीमानलाई भने केही नै भन्यो। टेकबहादुर कुँवर हो यहाँका वडा अध्यक्षको नाम धेरैले क्या हो भन्नु भएको छ। जति पनि हुनुहुन्छ तपाईँहरूले यही वडा कार्यालय हो। मलाई वडा अध्यक्षले 2 पटक गरिसक्यो यो व्यवहार। मैले यो वडा अध्यक्षलाई मत माग्दै जाँदाखेरि तपाईँलाई के अरे वडा अध्यक्षलाई चिन्दैनौ तपाईँलाई चिन्छु भनेर यो वडा अध्यक्षले के अरे मैले गर्दाखेरि जितेको वडा हो वडा अध्यक्ष हो। मैले त यति एउटा सिफारिसको लागि यति गर्नुपर्ने म भन्दा तल्लो स्तरको बिचाराहरूले कति गर्नुपर्छ होला, कति सहनुपर्छ होला। प्लिज यस्ता वडा अध्यक्षहरूका जागिरी जान। यस्ता वडा अध्यक्ष मेरो माग छ। यस्ता वडा अध्यक्षहरू खारेज हुन्। मैले यदि यो मेरो माग छ। एउटा सिफारिसको लागि बरु यस्तो गर बाबु यस्तो गर भने यो वडा अध्यक्षले मलाई सुझाव दिनु पर्थ्यो, सल्लाह दिनु पर्थ्यो। तर मलाई यो वडा अध्यक्षले मलाई गरेको व्यवहार तू घुमी खानी फेरि खानी भने छ। आज मलाई केही दिन अगाडि के भन्थे, लक्ष्मी के अरे ओडामा पीडित आया, लक्ष्मी ओडामा पीडित आया, चामल दिनु पर्यो, दाल दिनु पर्यो भनेर मलाई कल गरेको रेकर्ड छ। मेरो सिममा कल गरेको सहित रेकर्ड छ। यो ओडाबाट कल गरेको रेकर्ड छ। आज मलाई के भन्यो भने तू घुमी खानी तू फेरि खानी भने छ। कहिल्यै गरे छ तुले सहयोग भने मलाई सेवा सुविधा नदिने मन थियो। पुलिस केही गर्दैनन्। यहाँ पुलिसले भने छ पुलिसले केही गर्दैनन्। नेताले किनेका पुलिस हुन्, पुलिस हुन् नेता। यी पुलिसहरू केही गर्दैन। मैले यो लाइभ गर्नको लागि यिनीहरूले मलाई सोध्छन् रासोपाको कार्यकर्ता हो सोचेको छ। मैले केही रासोपाका केही साथीहरूलाई मैले सपोर्ट गर्दाखेरि यिनले मलाई त्यो सोचेको छ। प्लिज यो लाइभ धेरै सेयर गरेर यो वडा अध्यक्षको पद खारेज होस्। मैले जिताएको वडा अध्यक्ष हुँ। म यही चाहन्छु, अरू मलाई केही भएन। तुइले के भने छ, तुइले घुमी खाई फेरि खानी। अस्ति पनि म सया मलाई हिमालले के भन्यो, रन्जे दी लाग्नु हुँदैन, उनी तुई भन्दा ठुला हुन्, लाग्नु हुँदैन दिदी भनेर मैले अस्ति पनि सया।
मलाई यदि मैले झुट बोले मेरी साथी यहाँनिर रहेछन् निता आकिन मसँग उनी यहाँनिर रहेछन् यिनी यहाँनिर रहेछन् यिनले भन्यो अङ्कल तपाईँले त्यसरी एउटा महिलासँग त्यसरी बोल्ने हो तपाईँको बोल्ने तरिका हो त्यसरी भन्यो उनी पनि यदि मैले झुट बोलेको भए उनी यहाँनिर रहेछन् यो ओडाको ओडा अध्यक्षको पद खारेज हुन्छ ठिक छ हुँदैन भने मैले कहाँ धाउनु पर्छ म धाउँछु धेरैले गुनासो धेरै यहाँका जनताहरूको गुनासो पहिलाको ओडा अध्यक्ष छँदाखेरि कति राम्रो थियो अहिलेका ओडा अध्यक्षले न हामीलाई राम्रोसँग सेवा सुविधा दिँदाखेरि के अरे तिमी गर्न सक्दैनौ तिमीहरू गर जाऊ ती यस्तै उस्तै भनेर मलाई धेरै मैले भोट मागेका जनताहरूले गुनासो पोख्छन् मसँग अनि मैले भन्न आएपछि मलाई तँ घुमी खाने तँ फेरि खाने भनेर भन्छन् प्लिज तपाईहरू जति पनि साथीहरू हुनुहुन्छ यो लाइभलाई सेयर गरेर मैले नै हिजोका दिनमा सपोर्ट गरेर मैले नै के अरे म राहत बाँड्न जाने ठाउँमा सपोर्ट गरेर मैले नै तुईलाई चिन्छु ओडा अध्यक्षलाई चिन्दैन भन्ने ठाउँ म र मेरा अङ्कल मेरा ओडा अध्यक्ष एउटै हुनु भन्ने लक्ष्मी आज एउटा लक्ष्मीले यो सिफारिस माग्दै गर्दाखेरि एउटा विधान ल्याउँछु अङ्कल भोलि ल्याउने आज हामीलाई यो गरिदिनु भोलि आउँछु भन्दाखेरि गर्दैन तँ घुमी खाने फेरि खाने तँ भनी घुमी खाने फेरि खाने भने आज मलाई घुमी खाने फेरि खाने मेरो श्रीमान मेरा घर परिवारले मलाई यति सपोर्ट दिएको छ तर त्यो ओडा अध्यक्ष को हुन् मलाई घुमी खाने फेरि खाने भन्ने मैले यिनीहरू भन्दा 100 गुणा मैले मागेरै भए पनि कसैका घर लगाइदिएको छु कसैलाई खानालाई मैले मागेको छु मलाई प्लिज तपाईहरू जति हुन्छ मैले केही राष्ट्रपका साथीहरूको पोस्टै गर्दाखेरि हो यो मैले राष्ट्रपका केही साथीहरूलाई सपोर्टै गर्दाखेरि हो यो मैले आज सेवा सुविधा नपाएको प्लिज तपाईहरूले यो बाबालाई म भन्ने हो तू हिमालय केही मिडिया कर्मीहरू मलाई घुमी खाने फेरि खाने भनेको छ म जस्तो मान्छेले त ओडामा एउटा सिफारिस लिन धेरै वचन सुन्नुपर्छ भने तल्लो स्तरको मान्छेले के सुन्नुपर्छ होला सायद मेरो अगाडि पछाडि कोही मेरो श्रीमान काठमाडौँ यसले मलाई 2 पटक भनिसकेको छ मेरो दाइ भाइ कोही भइदिएको भए मलाई यतिसम्म भन्न सक्ने अब हुँदैन भन्दैन थियो होला नै नहटाऊ अहिले रोकन म हटाउने नै यो लाइभ मलाई एउटा मैले के अरे ओडामा सुझाव सल्लाह लिँदै गर्दाखेरि तँ घुमी खाने फेरि खाने मैले यो ओडाको के बिगारे यो ओडा अध्यक्षको खासमा के भएको भन्दैछन् धेरैले मैले एउटा संस्था सानो धेरै काम गर्यौं हामीले हेमाश्री फाउन्डेसन मार्फत काम गर्यौं अनि एउटा सानो संस्था दर्ता गर्नको लागि एउटा सिफारिस मात्र मागेको थिएँ आफै टिम बनाइसकेपछि सिफारिस मागेको थिएँ अनि अब मैले पहिला संस्था दर्तै गरेको थिएन मलाई केही त्यस्तो थाहै थिएन मैले केही राष्ट्रपका साथीहरूको प्रचार गर्दै फेसबुकमा हाल्दै गर्दाखेरि आज म अन्यायमा परेको छु साथीहरू मैले राष्ट्रपका साथी र राम्रा व्यक्तिहरूको मैले कांग्रेसको पनि गरेको छु मैले एमालेको पनि गरेको छु मैले माओवादीको पनि गरेको छु राम्रा व्यक्तिहरूको
मैले सबैको मैले राम्रा व्यक्तिहरूलाई सपोर्ट गरेको छु। तै छैन मेरो कोही छैन त्यहीको भन्ने बोल्ने को छ, त्यहीका बब्ले आलका कोही छैन भन्ने बोल्ने त्यसका को छ भनेर पहिल्यैदेखि हेपेको। मलाई अस्ति पनि म खाना खान गएको थिएँ एउटा घरमा, त्यही घरमा मलाई खाना खान जाँदै गर्दाखेरि तिनकी श्रीमती र तिनु मलाई कुट्न आया। त्यति बेला पनि म सय मेरा ससुरा हो न भनेर मैले केही मेरी साथी निता छन्, मैले केही झुट बोलेको केही बोलेको भए तपाईहरू जतिले पनि यो भिडियो शेयर गरेर यो वडा अध्यक्षको जागिरी खारेज होस्। यो यस्ता वडा अध्यक्षले जन्मनु, यस्ता वडा अध्यक्ष भए धेरै दुःख पाउँछन्, धेरै ठाउँका जनताहरू दुःख पाउँछन्। अस्ति मलाई एक दिन कुट्नै बट्या थिए, अहिले त मलाई तँ घुमी खाने तँ फेरि खाने भने छ। यदि मैले न्यायकै लागि म बाहिरी जान्छु, म दुखी गरिबकै लागि म बाहिरी हिँड्छु, म दुखी पीडितकै लागि म बाहिरी हिँड्छु। म त्यो दुखी पीडितकै लागि बाहिरी हिँडेकै भरमा मलाई तँ घुमी खाने फेरि खाने भनेको छ यो वडाका वडा अध्यक्षले। तपाईहरू जति पनि 1000 जना हेर्दै हुनुहुन्छ प्लिज तपाईहरूले यो वडा अध्यक्षले मलाई एउटा सिफारिस दिनका लागि रोक गरेको छ। एउटा सिफारिस, एउटा म जस्तो होइन, मैले जस्तो मान्छेले त यतिसम्म यो वडा अध्यक्षको यसलाई सपोर्ट यो पालि सपोर्ट गरेन भनेर मैले सपोर्ट गरेन भनेर रासोपाका केही साथीहरूको म पोस्ट गर्दै गर्दाखेरि वडाले मलाई यति गर्यो भने भोलिको दिनमा के होला तपाईहरू प्लिज तपाईहरू 1000 जनाले हेरिरहनु भएको छ, 1000 जनाले शेयर गर्नु होला। मैले न्याय पाउनका लागि, मैले एउटा सिफारिस पाउनको लागि किन गर्नु पर्यो, कोसँग सल्लाह लि, कहाँबाट सल्लाह लिइस् भन्यो, यस्ता कुरा गरेका छन्। मैले मेरो संस्था दर्ता गर्नको लागि मलाई आफूलाई नै प्रेसर लो भएको छ। हिमाल पनि यो वडा अध्यक्षको गुलामी हो। हिमाल पनि आउँदैन, म सत्य कुरा हो, हिमाल पनि सपोर्ट गर्दैन, हिमाल पनि वडाको गुलामी हो। म हिमाललाई पनि म भन्दैन। जतिले पनि यो लाइभ हेर्नु भएको छ, यस्ता वडा अध्यक्ष भोलिका दिनमा कुनै ठाउँमा नहोस्। यस्ता वडा अध्यक्ष भोलिको दिनमा यस्ता वडा अध्यक्षले जित्यो भने कति दुःख पाउँछन् जनताहरू भन्ने कुरा तपाईहरू थाहा पाउनु होला। मैले केही गरेको छु भने मलाई कारबाही होला मलाई। तर मेरी साथी थिइन् यहाँनिर, उनी हुन होइन, उनी र म भित्र थियौं। क्या भएको निता भन्देऊ त यहाँ ज्वालाले तिनीहरूले भन्दैछन्। हामी दुई यसरी वडा कार्यालयमा के अरे एउटा संस्था दर्ता गरेको नै हामीले होइन। निता भन्दै थिइन् धनगढीबाट गराउँ, ठिक छ भन्दै थिइन्। मैले भने हाम्रै वडा अध्यक्ष हामीले जिताएका हाम्रा अङ्कल छन्, त्यहीँबाट संस्था दर्ता गराउँ, हिँड केही छैन भनेर हामीले 10-12 जना बसाएर अनि सिग्नेचर गराएर 10-12 जनालाई हामीले के अरे नगरपालिका आयौँ। हामी के अरे वडामा आयौँ। वडामा आउँदै गर्दाखेरि अनि वडा अध्यक्षले भन्नुभयो के को सिफारिस हो, किन सिफारिस हो, यो वडा अध्यक्ष यो हो हामीले एउटा संस्था यो हेर्नु। अनि यो गर्नका लागि हामीले संस्था यो दर्ता गर्नका लागि मैले कहिल्यै दर्ता पनि गरेकी थिएन यो संस्था दर्ताका लागि। अनि मैले 9 जनाको यसरी टिम बनायौँ हामीले सबै बसेर आज यो संस्थालाई निवेदन लेख्यौँ वडालाई। अनि यसरी हामीले यो वडा यो एउटा लेखेर संस्थाको विधि विधान अब भोलि विधान हामीले यहाँ पेश गरौँले।
अनि भोलि विधान पेश गर्ने र आज यतिजना बसेर हामीले सल्लाह गऱ्यौँ, सबैसँग सल्लाह लियौँ। अनि सल्लाह लिएर सबै बसेर यतिजनाको रोहबरमा हामीले एउटा संस्था खोल्ने तयारी गऱ्यौँ। गरिसकेपछि अब सबैका फोटोकपी पनि ल्यायौँ हामीले। यी फोटोकपी हुन् सबै 9 जनाका फोटोकपी ल्याउँदै गर्दाखेरि अनि मलाई अगाडि के भन्यो, यो के गर्ने कसो गर्ने भन्नुभयो। मैले भने भिडियो पनि बनाएकी छु मैले भने यस्तो यस्तो गर्ने हो हामी, यसो यस्तो हो अङ्कल भने। अनि उहाँले भन्नुभयो ओडाको सिफारिस ओडासँग सल्लाह गर्नुपर्छ कि पर्दैन भन्यो। अनि मैले भने ओडासँग सिफारिस ओडासँग गर्नुपर्छ र अङ्कल भने। अनि जनप्रतिनिधिसँग गर्नु पर्दैन भन्नुभयो। यो भोलि गरौँला अङ्कल, ल भोलि ल्याउँला, यो अहिले हामीलाई एउटा निवेदन सिफारिस गरिदिनु भन्दाखेरि हुँदैन, यो केही हुँदैन, भोलि विधि विधान ल्याएर आऊ भन्नुभयो। अनि मैले विधि विधान के अरे अङ्कल भोलि ल्याएर आउँला भन्दाखेरि मलाई के भन्नुभयो, तँ घुमी खाने जस्ती होइन, हामी यहाँ काम गरेर भन्नुभयो। अनि घुमी फेरि खाने होइन एउटा भन्नुभयो। एउटा मेलमिलापकर्ताको मुसँग जग्छु, मेलमिलापकर्ता कहिले ओडामा आएपछि मलाई फोन गर्नुपर्छ, हाम्रो केन्द्रमा निवेदन हाल्नुपर्छ मेलमिलापकर्ताले, कहिले हामी कहाँ निवेदन आउँदैनन्। अनि तँ क्याका लागि काम गर्छै भन्यो। अनि मैले यस्तो यस्तो हो अङ्कल, यसो हो, बरु भोलि बुझाउँली, तपाईँ किन सिफारिस गरिदिनु हुँदैन भन्दाखेरि अनि मलाई सिफारिस गर्दैन तेरो सिफारिस भन्दाखेरि तँ जा के अरे तँ जहाँ जान्छे जा अरू। अनि मैले भने मैले यही ओडाबाटै गर्ने भनेको अङ्कल, अब अरू ओडा पनि हुन्छ हुन त, तर निता मेरी साथी छन् यहीँ ओडा अध्यक्ष मैले चिनेका छन्, निता यहीँबाट गरौँ भन्दाखेरि तब यो ओडामा आएको हुँ म भन्दाखेरि ओडाले मलाई के अरे म गर्दैन, जा जुन ठाउँबाट गर्छै गर भनेर। यो गर्नको कारण के हो भने साथीहरू के अरे म कहिले काहीँ रासोपाको यसो रासोपाका राम्रा साथीहरू राम्रो जो जसले राम्रो काम गर्यो हो तिनीहरूको म सपोर्ट गर्थेँ, कहिले काहीँ तिनीहरूको म पोस्ट गर्थेँ। यदि मैले रासोपाका साथीहरूलाई मैले रासोपाका साथीहरूलाई कहिले काहीँ सपोर्ट गर्थेँ, तर मैले म राम्रो व्यक्तिलाई काङ्ग्रेसलाई पनि सपोर्ट हो, माओवादीलाई पनि एमालेलाई पनि सपोर्ट हो, राम्रो मान्छेलाई यो गरेको भन्दै गर्दाखेरि मलाई के अरे तँ घुमी खानी फेरि खानी भन्नुभएको छ। मलाई यो ओडा अध्यक्षले मेरो लोग्नेले नै मलाई भनेको छैन, त्यतिसम्म मेरो श्रीमानले पनि भनेको छैन। घुमी खानी फेरि खानी मेरो घरमा यो ओडा अध्यक्षका भन्दा बढी सम्पत्ति छ मेरा घरमा। मैले घुमी खानी फेरि खानी भनेर मलाई यो ओडा अध्यक्षले यसरी रुवाएको छ। हेर्नु साथीहरू, मैले एउटा संस्था दर्ता गर्छु भन्दै गर्दाखेरि यति रिस यो ओडा अध्यक्षलाई, तर मैले केही खाएको छैन, लाएको छैन। यो ओडा अध्यक्षको एउटा चुनाव जिताउँदाखेरि 10-15 हजार मेरो आफ्नै खर्च गरेर मैले भोट बस्तीमा सहयोग गरेका ठाउँमा मैले भोट मागिदिएको छु ओडा अध्यक्षका लागि मैले। अनि ओडा अध्यक्षले भन्नुभयो के अरे त्यसलाई त चिन्दैनौ, लक्ष्मीलाई चिन्छु भन्दाखेरि मेरा अङ्कल मलाई दिनु र उसलाई दिनु एउटै हो भनेर मैले जिताएको मान्छे हुँ म। अहिले मैले एउटा संस्था दर्ता गर्दाखेरि मलाई सिफारिस दिनको लागि मलाई नाना भाती सुनाएको छ यो ओडा अध्यक्षले। यो ओडा अध्यक्षलाई त्यही भएर तपाईहरू पनि यस्ता ओडा अध्यक्ष आगामी दिनमा यस्ता ओडा अध्यक्षलाई जिताएर नपठाउनु होला भन्न चाहन्छु। जतिले पनि यो लाइभ शेयर गर्नुभयो, यस्ता ओडा अध्यक्षका जागिरी खारेज हुने यस्ता ओडा अध्यक्षका विधान भोलि ल्याउँछु अङ्कल, अहिले यो सिफारिस गरिदिनु, विधान भोलि आउँछ भन्दाखेरि नभनेको नमान्दाखेरि यसले मलाई हुने नहुने भन्नुभएको छ।